सम्पूर्णमा नमस्कार। प्रतीक युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। आज मैले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा 5 को विद्यार्थीहरूको फाइनल एक्जामको मार्क इन्ट्री कसरी गर्ने भन्ने सम्बन्धित भिडियो लिएर आएको छु। कृपया यो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनुहोला। सबभन्दा पहिला गुगल ब्राउजर खोल्ने, त्यसपछि emis.cehRD.gov.np सर्च गर्ने। त्यसपछि यस्तो वेब खुल्छ। त्यसमा युजर नेममा आफ्नो विद्यालयको युजर नेम राख्ने। जस्तै मैले मेरो विद्यालयको युजर नेम र पासवर्ड राखेको छु। लगइन गर्ने। लगइन गरिसकेपछि यस्तो विन्डोज खुल्नेछ। अब त्यसपछि हामीले म्यानेज एक्जाममा जाने। म्यानेज एक्जाममा गइसकेपछि सबभन्दा पहिला विद्यार्थीको एडमिट कार्ड बनाउनुपर्छ। एडमिट कार्डमा क्लिक गर्ने, इयर छान्ने 2082, क्लास 5 छान्ने अनि लोड गर्ने। लोड गरिसकेपछि सबै विद्यार्थीहरूको विवरण यसरी देखिनेछ। त्यसपछि सुरुमा एड सिम्बल गर्ने सुरुको विद्यार्थीमा। त्यसपछि यहाँ सिम्बल नम्बर राख्ने। मैले चाहिँ इमेज नम्बर, त्यसपछि साल, त्यसपछि कक्षा 5 र त्यसपछि विद्यार्थीको रोल नम्बर 1 राखेर गरेको छु। यसै जेनेरेट सिम्बल नम्बर गर्ने बित्तिकै सबै विद्यार्थीहरूको चाहिँ सबैको सिम्बल नम्बर आउनेछ। यसरी सिम्बल नम्बर जेनेरेट गरिसकेपछि लास्टमा सेभ गर्ने। सेभ सक्सेस भइसकेपछि मार्क इन्ट्री क्लास 5 फाइनलमा जाने, इयर छान्ने, लोड गर्ने, विद्यार्थी विवरण देखाउँछ। त्यसपछि अलमा क्लिक गरेपछि सबै विद्यार्थीहरूको चाहिँ नम्बर इन्ट्री गर्नुपर्ने देखिन्छ। यसरी नै लगातार सबै नम्बरहरू इन्ट्री गर्दै जाने। सबै विषयको सबै विद्यार्थीको नम्बरहरू इन्ट्री गरिसकेपछि लास्टमा चाहिँ हामीले सेभ गर्नुपर्छ। र यसरी सेभ गरिसकेपछि कक्षा 5 को विद्यार्थीहरूको चाहिँ फाइनल मार्क इन्ट्री चाहिँ सक्सेस भनेर देखाउँछ। यति गरिसकेपछि हाम्रो क्लास 5 को चाहिँ मार्क इन्ट्री सकिन्छ। धन्यवाद।